आज भुटानखोटीको 1 नम्बर वार्डका छरछिमेकीहरू भेला भएर यसरी पिकनिक खाइँदैछ र पिकनिकको यो एक झलक हो र यसरी यहाँ यो भाउजू यहाँ के पाक्दैछ? ए मासु हो। अनि उता ठुलदिदीले आगो ठोस्दै हुनुहुन्छ। अनि अरु के छ अनि मासु अनि अरु के छ? दाल छ, सब्जी छ, अचार छ। ए यहाँ थुप्रै जना हुनुहुँदो रहेछ है पिकनिक खाने। यसरी आलीमा मजाले मिलेर बस्नु भएको छ। बेला बेला यसरी फोटो पनि खिचिदिनु भन्दै हुनुहुन्छ। यो कति घर जतिको हो पिकनिक? कति 10-12 घर छन् कि। ए अनि यहाँ हाम्रो यो आजको पिकनिकको मुख्य आयोजक यहाँ हुनुहुन्छ। तपाईबाट केही चम्पा कुरा केही दुई कुरा भनिदिनु होला। अनि यहाँ कतिजना जतिको हो यो पिकनिक? यहाँ छौँ अब 29-30 जना जति। 29-30 जना। अनि कस्तो कस्तो के आइटम छ? आइटम त छ 5-6 प्रकारको। अब विभिन्न खत्रै रहेछ नि त। खतरा छ नि अब। ए यहाँ दिदी हुनुहुन्छ। पाउन पिकनिकै पाउन आउनु भएको। ए यहाँ कोही यहाँ मोबाइल हेर्नमा व्यस्त। ए अनि दिदी भन्नु त आजको पिकनिक कस्तो लाग्यो? एकदम राम्रो राम्रो। यसरी नै खाइराख्नु पर्छ हैन कहिलेकाहीँ? के पकाउनु भयो तपाईले चाहिँ? खाइराख्नु पर्छ। अनि तपाईले चाहिँ के पकाउनु भयो? ए मैले त केही पकाइन, त्यस्तै बसिराखेँ। आगो मात्रै ठोस्नु भयो? तपाईले चाहिँ आगो मात्रै ठोस्नु भयो? आगो मात्रै ठोसिराखेँ मैले। अनि सबैभन्दा मासु पकाउनु त स्पेशलिस्ट भएसम्म लानु पर्छ। मासु स्पेशलिस्ट। अब सबै थालबाट गएको खानु भएको छैन। मैले एक खालको मात्रै हालेँ त। ल आजको पिकनिकको झलक यति नै हो। के अरे त्यो मसला खोर्सानी त हालेन।